बिहानीको शान्तिमा जब सहर अझै निदाएकै हुन्छ, म भने बाटो खोज्दै निस्किन्छु। किनकि केही यात्राहरू अरूलाई होइन, आफैलाई भेट्नका लागि हुन्छन्। हरेक मोडमा एउटा नयाँ अनुभव हुन्छ, कहिले धुलो, कहिले हावा, कहिले एक्लोपन। तर यी सबै भित्र एउटा अचम्मको शान्ति लुकेको हुन्छ। ल आज चाहिँ हामी यो दामी ठाउँमा आछौँ होइन। यो ठाउँ चाहिँ कस्तो भन्दा यहाँबाट उतो देखेको त्यो स्ट्रक्चर देखेको नि त्यो ठाउँ त्यो नवलपुर भयो होइन। नवलपुर भयो अनि त्यसपछि यो पारी चाहिँ नवलपुर अनि यो चाहिँ तनहुँ भयो यता। अहिले हामी तनहुँमा यतापट्टि तनहुँ। अनि यहाँबाट सिधै त्यो गैँडाकोट ब्रिटिस क्याम्प जोडिन्छ यो बाटो सिधै यो माथि गएर यो माथिको बाटो यो बस्ती हुँदै त्यहाँ पछाडि निस्किन्छ अनि यतातिर चितवन भइहाल्यो। अनि अहिले बनेको एकदम भाइरल पुल यो अस्ति लास्ट इयर चाहिँ इनिग्रेसन भएको यो पहिला यो पुल थियो अनि यो त्यसपछि यो पुल बनाएर अहिले यसले चाहिँ कुन कुन जिल्ला जोड्छ भन्दा पहिला चाहिँ जोडेको थिएन। तनहुँ र नवलपुर यहीँनिर समस्या थियो अनि यहाँ अहिले तनहुँ र नवलपुर जोडिन्छ। अनि यो माथि यो बाटोमा अब कसरी जाने हो त? हामी कताबाट? यो बाटो अब यहाँबाट तलबाट जाने। भनेपछि हामी उतैबाट आउन नि पाइयो। अब पाइयो हामी उताबाट आउन पाइयो। हाइवे आउनु परेन हामीलाई, पर्दैन अहिले आउन चाहिँ। जस्तै अब यो बाटो केही भयो भने जस्तै गैँडाकोटतिर अब त्यो ब्रिटिस क्याम्पबाट सिधै यहाँ र दासडुङमा जोडिन्छ कि सिधै यहाँ र दासडुङ। त्यो मौलकालिका केवल कार हो त्यो त्यही पछाडि हाम्रो घर। ऊ मन्दिर चाहिँ ऊ त्यो देख्यो नि ऊ एउटा त्यो टावर त्यो मन्दिर। अब चाहिँ हामी यो नयाँ बाटो गएर कतै गाउँतिर निस्किन्छ अरे यो बाटो। जाऊँ न एक्सप्लोर गरौँ नयाँ ठाउँ भनेर हिँडिरहेको छौँ। बाटो चाहिँ राम्रो छ जस्तो छ। यस्तो बाटोमा हिँड्न मजा पनि आउँछ क्या होइन। यो ढलान भन्छ यसलाई होइन। आहा कस्तो दामी देखियो। यहाँ पो हैछ आउनु पर्ने त यार। कति एङ्गलमा छ भन्ने कुरा नाप्छ कि कति एङ्गलमा अनि तिनीहरूले कन्ट्रोल म्याप बनाउँछन् लौडा लसुन बनाउँछन् त्यो चाहिन्छ नि। त्यहीँबाट निस्किन्छ बाटोमा कति कट हान्ने कति बिल हान्ने कति भोल्युम माटो लाग्छ पुर्ने सुर्ने भन्ने सब त्यहाँबाट निस्किन्छ। यहाँ चाहिँ के काम हुन्छ? बाल्लो भित्ती छान्ने काम हुन्छ। यहाँ त डेन्जर बनाएको नि त। यहाँ त इलिगल काम भयो क्या केटा हो के हो है? यो त म पैसा डेन्जर कमाएको क्या यहाँ हेर्नु सब डिवाटेरिङ गरेर फालेको त। यो त डेन्जरै हो नि। यसको त केही न्युज स्युज छैन त। छैन यस्तो न्युजै छैन के यो। क्रसर होइन र पारीको? त्यो पारी क्रसर पनि मलाई सुनेको थिएन मैले। सट्टीमा काम भइरह यार। होइन इलिगल त भन्न खोजेको के काम हो यस्तो? हाइड्रो पार भएपछि त झर्नै पर्यो यार।
किन्छ के ए नेपालमा अरूलाई बेच्ने प्रावधान छैन अझैसम्म त्यहाँनिरलाई हो त्यहाँनिरको फेरि प्रावधान के भने बाई अर पे हो पहिला चाहिँ बाई एन्ड पे थियो अहिले बाई अर पे भयो किने पनि नकिने पनि पैसा जति भइरहेको त्यति दिने भन्ने अहिलेको लास्ट इयरको बजेटमा चाहिँ त्यस्तो थियो कुराकानी त्यो चेन्ज पनि यहीँबाट होला होइन तर जान दिन्छ कि दिन्न गाडी जाऊँ न आइज आइज दिन्न होला बुगा मान्छे गइरहन्छ हामी स्टुडेन्ट हो भनेर यसो मिलाएर कुरा गरौँ न यतै हालिदिउँ त्यसो भाइ हामी चाहिँ यहाँ मौला कालिका हाइड्रो पावरको कन्स्ट्रक्सन साइटमा आउँदैछौँ यतै मौला कालिका हाइड्रो पावरको क्रसर हो यो हाइड्रो पावर कन्स्ट्रक्सन साइट हो यहाँ चाहिँ 5 वर्षपछि हाइड्रो पावर बन्नेवाला छ हामी चाहिँ घुम्दा घुम्दै यस्तो ठाउँमा आयौँ लगानी कति लाग्छ होला यसमा त्यो त लोन लिएर गर्छन् होला यिनीहरूले खाता हेरौँ ऊ यो थ्याङ्क यू हामी चाहिँ भर्खर देवघाट धामको पुल फेरि क्रस गरेर उताबाट यहाँबाट निस्किरहेको छौँ। आजको यात्रा चाहिँ रमाइलो भयो।
अनि हिँड्दा हिँड्दै अर्कै गाउँतिर जाऊँ न भन्दाखेरि हामीले बाटोमा चाहिँ हाइड्रो पावर पनि भेट्यौँ, अन्डर कन्स्ट्रक्सन हाइड्रो पावर। अनि त्यहाँभित्र गएर त्यहाँ अवलोकन पनि गर्न पायौँ। अहिले चाहिँ ठ्याक्क 3:33 3:33 भएको छ। अब चाहिँ हाम्रो भोक लागिसक्यो अनि हामी खाजा खान जाँदैछौँ। सबै गाडीहरू आजकल त यतैबाट आउँदो रहेछ है, पुल्चोकबाट नआएर। आजकल पुल्चोक जान दिन्न के। उताबाट आउँदाखेरि चाहिँ यता आउँदा र पुल्चोकबाट आउँदो रहेछ हाइटहरू है।